थकाली ढेँडो कोदोको पिठोको आज बनाउँदैछु हो। तपाईँहरूले निकै बाहिर गएर खानुहुन्छ, म चाहिँ घरमा बनाएर खान्छु हो। यहाँ हेर्नुहोस्, अब सुरु भयो मेरो थकाली ढेँडो बनाउने तरिका यही हो। हेरिराख्नुहोस्। तपाईँहरूलाई थाहा छ साथीहरू, ढेँडो बनाउनु कति अब उयो छ होइन, कतिले ढेँडो खाएको पनि छैन होला अहिलेसम्म हो। यहाँ अलि अलिकति ढिलो भएर डल्लो पर्ला जस्तो भयो साथीहरू हो। के अरे जाडोमा खानुपर्ने हो खास त, तर अब जाडो सुरु त भइसक्यो। थकाली ढेँडो चाहिँ अब यस्तो हुन्छ साथीहरू हो। यो चाहिँ अर्ग्यानिक खाना चाहिँ यसलाई भन्छ क्या साथीहरू, त्यसै बल आउँदैन। यहाँ देखाउँछु साथीहरूलाई, यहाँ खानु मात्रै मिठो हो कि, तर मेरो चाहिँ पुरा साह्रो छ नि साथीहरू। यो अब यो पाकेन भने यो छेरपाटे लाग्छ फेरि। यो त फेरि उयो के अरे कागज टाल्ने गम जस्तै हो यो। समाता डर समाता, त्यसै ढेँडो खान्छु भन्छ, ओडाल्नु परेन। ढेँडोलाई ओडाउनु त साह्रो, यहाँ ढेँडो चाहिँ कस्तो साह्रो पर्छ। पसिना पसिना बनाउँछ होइन त, भोक लागिसक्यो, ढेँडो त आएछ। डर समाता, यो हल्लिनु चाहिँ करे। डर समाता न सुधा, तिमी के भएको हो भन। यहाँ फुटेको सुन्यो हो, भित्र काच काचै छ अझै पनि। अलिक मजासँग है, यहाँ फुटेको देख्यो कि भित्र त्यो आँटा डल्ला परेको थियो। सुन्यो भने फुटेको डर समाता। ढेँडो पकाउनु भनेको थियो, समात्नु त पऱ्यो नि त, एक्लै सक्छ ढेँडो पकाउनु। यो ओडाल्ने तरिका चाहिँ यो हो, बुझ्यौ? यो बुझ्यौ? देख्यो 90 मिनट फुटबल के खेल्छ मान्छेहरूले, त्योभन्दा बेसी ताक्छ ढेँडो बनाउँदा। यहाँ पसिना हेर्दा, यहाँ निधारमा पसिना आयो, त्यसै खान्छु भन्छ ढेँडो। ए साथीहरू, ढेँडो पाक्यो हो। ढेँडोको साथमा मेरो चाहिँ के छ भने आइटम तपाईँहरूलाई देखाउँछु। ढेँडो भइहाल्यो साथीहरू। ढेँडोको साथमा आइटम खसीको टाउको हो, त्यसको साथमा तपाईँको टमाटरको चटनी, धनियाँ हालेर हो। त्यसको साथमा कता भयो, सलाद हल्का हुनुपर्छ। घिउ अघि पनि हालेकै छु हो पानीमा, अब अहिले फेरि चोप्दै घिउमा खाने हो। तपाईँहरूले एउटा गीत त सुन्नु भएको छ होला, कोदोको ढेँडो खान्छु चौडी गाईको दुधसँगै भन्ने गीत त सुन्नुभएको होला होइन। ल साथीहरू हेर्दै गर्नु, सब खाँदै गर्नु, अलिकति देखाउँछु है। ल साथीहरू, ढेँडो टेबलमा आइसक्यो, म नुहाइदियो गरेर बसिसकेँ हो। यहाँ हेर्नुहोस् आइटम, ढेँडो, गिदी जिब्रो हो, सलाद, डल्ले र टाउको खसीको हो, र अचार, त्यो पापड हो। अन्त यसो गरेर चाहिँ खाने हो भने चाहिँ सट्टा हाल्नुपर्छ हो। सट्टा हालेर चाहिँ ढेँडोलाई चाहिँ यस्तो गरेर टिपेर चाहिँ हो, यस्तो चोपेर चाहिँ यस्तो गरेर चाहिँ यति नै, यस्तो तरिका नै खाने। ल साथीहरू, मेरो चाहिँ थाल खाली भयो हो ढेँडो खाएर हो। मासु टाउको पनि सकेको हो, गिदी जिब्रो सब सक्यो हो। लास्टमा तपाईँहरू पनि यसरी पकाएर चाहिँ घरमा पक्का खानु नि फेरि। कोदोको ढेँडो खान्छु चौडी गाईको दुधसँगै।